हेलो नमस्ते गाइस। आज फेरि हजुरहरूलाई आसिफ थापा ब्लगमा हजुरहरूलाई स्वागत छ। र आज यो मेरो सानो नर्सरीमा हजुरहरूलाई देखाइरहेको छु। सानो फुलको नर्सरी हो मेरो। अन्त अहिले भर्खरै म कटिङको लागि पटहरू रेडी गरेको छु। यो पटहरू कटिङ गर्नुपर्छ। अब यो कटिङ सेट हो। यहाँनिर चाहिँ कटिङहरू छ। यी धुप्पीको कटिङ त्यसरी गर्नुपर्छ हामीले। यो फुलहरू यो चाहिँ के भन्छ जिरेनियमको कटिङ हो। यो सबै अब कटिङ गरेर सारेर चाहिँ जानुपर्छ। यहाँ मुनिको धेरैवटा छ धुप्पीहरू। यो यसलाई भन्छ पेन्सिल पाइन। यो त पेन्सिल पाइन हो। यो चाहिँ के भन्छ यसलाई अप्रिल फुल भन्छ। र यसको चाहिँ यो हाइब्रिड भन्छ यसलाई यो। अनि यो खैरो देखेको त यो चाहिँ सिल्भर पाइनहरू हो। यो साथी चाहिँ अब फेरि यहाँनिर कटिङको लागि चाहिँ पटहरू रेडी गरेर अब त एकदम कटिङ गर्नुपर्छ। अब यसरी हाम्रो गाउँले जीवनहरू यसरी बित्छ। ल फेरि साथीहरूलाई फेरि नयाँ भिडियोहरू अब देखाउँदै जानेछु र हेर्दै गर्नुहोस्। तपाईँलाई कटिङ गरेको त देखाउँथेँ नि। अब यहाँनिर अप्ठ्यारो छ नि त कसरी देखाउनु भन्ने हुन्छ कि। कटिङ गरेको त अब यसरी गरिन्छ कटिङ भन्ने त हेर्नुहोस् ल। देखिँदैन नि त यसरी। यो कटिङ गर्नु त अब अप्ठ्यारो हुन्छ क्या। देखाउनु ल नेक्स्ट भिडियोमा त हजुरहरूलाई म कटिङ गरेको पनि देखाउने छु। ल आजलाई चाहिँ यति नै सानो भिडियो बनाएको छु। ल हजुरहरूले लाइक गर्नुहोस् ल।